तपाईहरूले अहिले 2026 मा रिलिज भएको हलिउड हरर मुभी हेर्नु भयो कि भएन? हेर्नु भएको छैन भने गुगलमा जानुहोस्, डाउनलोड गर्नुहोस्, हेर्नुहोस्। मुभीको नाम हो अब्जेक्सन। यस्तो राम्रो छ नि, क्या फिल्म बनाएको के, द बेस्ट हरर मुभी आई हेभ सिन इन दिस इयर। दामी के, दामी, एकदमै राम्रो के। जति बोले पनि कम छ कि, त्यो मान्नै पर्छ यार। त्यो टिमलाई चाहिँ अब्जेक्सन जसले पनि अब बनायो होइन, डिरेक्टरदेखि लिएर सबै, प्रोड्युसर, कोरियोग्राफी सबै, अब स्टोरी लाइन लेख्नेहरूलाई चाहिँ एकदमै सल्युट छ है, सल्युट। अब्जेक्सन मुभी बनाउने टिम्सहरूलाई चाहिँ यस्तो राम्रो छ नि। मैले रेटिङ दिँदा चाहिँ 10/11 है, बडा महार। मलाई चाहिँ एकदमै राम्रो लागेको मुभी हो, हलिउड मुभी। म चाहिँ हलिउड मुभीहरू, हरर मुभीहरू चाहिँ एकदमै हेर्ने गर्छु। तपाईँहरूलाई पनि हेर्नु मन छ भने जानुहोस्, डाउनलोड गर्नुहोस्, हेर्नुहोस्। म चाहिँ यही रिकमेन्ड गर्न चाहन्छु कि हेर्नुहोस्, यो मुभी हेर्नुहोस् के, यस्तो बवाल छ नि। स्क्यारी पनि यस्तो स्क्यारी छ नि। अब स्टोरी कस्तो छ भन्दाखेरि, चारवटा फ्रेन्ड्स हुन्छन्, उनीहरू क्लबमा जान्छन्, क्लबमा गएर अब बियर ड्रिङ्क गर्छन्। अनि केटा र केटी, हिरो हिरोइनीको नाम दिउँ, अब केटा र केटी। केटाले चाहिँ केटीलाई एकदमै मन पराएको हुन्छ। म छोटो मिठो एउटा स्टोरी बताउँछु, छोटो मिठो भन्छु स्टोरी, त्यही छ। केटाले चाहिँ एकदमै मन पराएको हुन्छ केटीलाई चाहिँ थाहा हुँदैन। केटाले मन पराएको हुन्छ तर भन्न सक्दैन, वान साइडेड भने नि भयो, वान साइडेड लभ भने नि भयो। जस्तै म सिङ्गल छु, मैले पनि कसैलाई प्रेम गर्छु तर वान साइडेड वाटेभर। केटाले एकदमै मन पराएको हुन्छ होइन, केटाले चाहिँ भन्न सक्दैन, डाइरेक्टली भन्दैन, तर उनीहरू चाहिँ एकदमै क्लोज फ्रेन्ड्स। अनि केटा चाहिँ स्टोरमा जान्छ, एउटा स्टोरमा जान्छ। अनि त्यहाँ चाहिँ एउटा स्टप बाई गर्छ, एउटा चिज बाई गर्छ। अनि त्यहाँ लेखेको हुन्छ कि एउटा विस माग्यो भने चाहिँ पुरा हुन्छ भनेर, त्यस्तै हुन्छ। एउटा विस माग्ने एउटा अप्सन हुन्छ त्यो एउटा चिजमा चाहिँ। अनि केटाले चाहिँ के विस माग्छ भने चाहिँ, यो केटी मलाई एकदमै माया गर्ने होस्, दुनियाँमा जति पनि केटाहरू छन् उनीहरूलाई छोडेर जिन्दगीभर मलाई, लाइफ टाइमभर मलाई माया गर्ने, मलाई मसँगै बस्ने, अथय माया गर्ने होस् भनेर त्यसले विस मागेको हुन्छ हिरोले। केटाले चाहिँ त्यही नै हुन्छ, त्यो विस पुरा हुन्छ। केटीले हदै माया, हद भन्दा नि हद माया गर्न थाल्छ। त्यसपछि त्यो विस मागेपछि चाहिँ त्यो फेरि त्यो लभ सिन फेरि यस्तो स्क्यारी छ नि, यति डर लाग्छ नि हेर्दाखेरि नि। केटीले हदै माया गर्छ है। मलाई चाहिँ कुन पार्टमा चाहिँ यस्तो डर थुप्रै पार्ट्सहरू छ क्या, एकदम स्क्यारी के। मलाई चाहिँ भित्रैदेखि के मलाई डर लाग्यो क्या हेर्दाखेरि त्यो सिनहरू। त्यो हिरोइन, त्यो केटाले मन पराएको केटी चाहिँ यस्तरी हेरेर स्माइल गर्दा चाहिँ मलाई त्यो पार्ट चाहिँ एकदमै, मलाई भित्रैदेखि नै मलाई लागेको चाहिँ, मलाई चाहिँ एकदमै डर लागेको थियो कि त्यो सिन हेर्दाखेरि चाहिँ। फिल्म चाहिँ एकदमै राम्रो छ। अब मैले स्टार्टिङदेखि एन्डसम्म भन्न थाल्यो भने त्यो स्टोरी लाइनहरू स्टार्टिङदेखि एन्डसम्म भन्न लाग्यो भने अब तपाईँहरूलाई पनि मजा आउँदैन। म यही रिकमेन्ड गर्छु तपाईँहरूलाई पनि होइन, यो अहिले 2026 मा निक्लेको हलिउड हरर मुभी अब्जेक्सन चाहिँ पक्कै पनि हेर्नु, एकदम राम्रो छ, स्केरी पनि छ। तर मलाई चाहिँ एकदमै राम्रो लाग्यो। म चाहिँ ह्यान्ड्स अप भन्न चाहन्छु त्यो अल टिमलाई, जसले अब्जेक्सन यस्तो राम्रो, यस्तो ब्युटिफुल मुभी बनायो यो 2026 मा। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। तपाईँहरूलाई पनि त्यही भन्छु, हेर्नुहोस्, राम्रो छ फिल्म चाहिँ, एकदमै दामी छ। थ्याङ्क यू।